टुङ्ने बिहान 4 बजेदेखि यो हस्पिटल ओपन गरी बस्यो। अहिलेसम्म नकैको कपाल दुख्थ्यो, नकैको भुँडी दुख्थ्यो, नकैकन ज्वरो आयो, नकैकन निमोनिया हुनु। गाउँमा बिरामी सबै निकै पटपटाना छन् क्या। कोही बिमारी पनि माया टुङ्ने व्यापार 4 रुपियाँ भए नि बिहानदेखि बसेर ढाड दुख्यो। तिन पनि माया टुङ्ने माखा झाट्टा झाट्टै भइदिनु हो कि हुन्छ नि यार। गाउँमा कोही खुट्टो भाँचियो, कोही हातबाट भाँचियो, न 4 पैसा मैले पनि कमाला नि त भने यो दोकान थापिकन बस्नलाई क्या, हस्पिटल थापिकन बस्नलाई। को बड्डा आयो। हजुर नमस्कार, फाया डाक्टर अन्य तपाईँ हो कि? हजुर नमस्कार नमस्कार नमस्कार, म यु बस्नु 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 बस्नु। बुवा हजुरको नाम? हजुर मेरो नाम त मनसुत्या। तपाईँको ठेगाना? हजुर मेरो घर चाहिँ अब ठेगाना त्यही पर गाडगाउँ। उमेर त हजुर 47 वर्ष भयो। 47। अनि तिम्रो बिमार क्या हो त? ढाङ्गा तँ पनि खोसी आएको कुरा था। हस्पिटलमा आउने दिएका हमरा फेरि बट्टी कति जान्छ उसको मुलु खुवा लिँदै थाहा पायो क्या बिमार भनिकन त्यही बिकन आयो क्या थाहा नभइकन। लेकिन ये साला कर क्या रहा है यहाँ पे? किन गर्यो त डाक्टर साहब? खाए पेट त बुढो मत भएन, खाए बिमार ठुलै त देखिएन भगवान। तिम्रो अलिअलि भुँडी दुख्थ्यो होला त? हजुर त्यो त तपाईँले ठ्याक्कै राखेन भने दुख्दो छ हजुर, साह्रै दुख्दो छ। कपालमा अलि चिडीमिडी उठ्छ है? हजुर हेउनै उठ्छ चिडीमिडी, हेउनै निकै एउटा पुरा चिडीमिडी कपाल। अलि हातबाट पनि खाइन हुन्न? हजुर हातबाट त कुडाइन, अरू खुबै खाइन, रात पनि खुट्दैन हजुर। ढाडा पनि अलि त्यो सलेबाट किडा हटिया हुनु होला त पछाडि? ढाडा त झन् कुडा नर हजुर, तल ठेकाइदिएको अरू टुप्पासम्म सलेमले हुनु छ हजुर। म 5 दिन भइगयो खुट्याकै छैन, तर मेरो बड्डी दिनी हुन्नुहरू हुन विश्वास नमाने। अलि मुटु पनि कता भट्या त्यो एकै वर्ष नै कता छिटो कता ढिलो पनि हुनु होला। भाड आङ्गा त पनि चढिया कुरा नआएर यो त जम्मिया दिने कि भट्याउटा हुने थियो। भट्याउटा नभए त मरि पनि नहोला त। यो कता ढिलो कता झाडो हुने थियो। भट्याउटा नभए त मैले मरिजानु हो त पनि उसा खुसिया उल्टा कुरा अन्त। अनि भिडियो एक्सरा केही यस्ता एक्सरा के गरेको छियौ कि? नाइ आज त्यो भिडियो एक्सरा भन्ने त केही हराएन। अब अस्ति सुनपानी गाईगन भन्ने त हडन छड्या त्यो भने तल माटेको न कुल्याएको त्यही ढजा पर्खाला त्यो बाँधा हाले आउँ छुटे आउँ। अब गाउँको धामी भन्ने काहीँ धामी माया बाबा मामारी नाइ अब त्यो तौर ठाउँ आए अब। ल यो पल्लो 3 नम्बर कोठामा जाए अनि सबै मैले दवाईको नामसाम लेखिदिएको छु। त्यो 3 नम्बरको कोठामा गएर यो दवाई खाओ। तिमीलाई 4-5 दिनमा जस्ताको तस्तो भएन भने यहाँ आइकन मेरो यो कानमा यो सुन काटिकन लैजानु। ल हजुर हुन्छ ल त। नमस्कार डाक्टर साहब। हजुर नमस्कार बस्नु। अनि तपाईको नाम? मेरो नाम त हजुर भीमबहादुर। अनि ठेगाना? सातला। हाटला? नाइ सातला। हाटला।
अनि तपाईँको उमेर 25 वर्ष भयो मेरो उमेर। 2 र 5 25। अनि तपाईँको बिमार चाहिँ के हो? डाक्टर साहब तपाईँको बिराम भनिकन क्याहरू अहिले 25 वर्षको भए म एकै छोरा छोरी नहुने भइगयो के उपचार गरिदिनु पर्यो कि बाटो दिनु पर्यो हजुर मकन के गरिदिनु पर्यो। अनि बिहे गरेको कति वर्ष तपाईँको? बिहा गरेको कति वर्ष भयो? छोराछोरी पाउन लागि पनि बिहा गर्नुपर्छ भनेपछि बिहा आएर छैन है? नाइ त हजुर बिहा आएर छैन केका लागि यहाँ आएको है? कहाँबाट अनान मारे सुई पछाडि बस से छिराइदिउँ न रिस्टोरेन्ट बिहानदेखि 4 रुपियाँ पाउने भए नि आइन रातो ल्याउनु। डाक्टर साहब के उपाय लाग्ने अरू किरा कैसे कैसे लोग रहते हैं यार यहाँ पर।